नमस्ते सबैजनालाई अनि वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। र आज पनि म नयाँ भ्लगको साथ हजुरको माझ आइरहेको छु। र आज पनि म बेलग्रेडभन्दा अलिकति टाढाको यात्रामा छु होइन। अनि मेरो साथमा एकजना हाम्रो इन्डियन साथी पनि हुनुहुन्छ होइन। र आज हामी जाँदैछौँ र अहिले एकदम सर्बियामा एकदम जाडो बढिरहेको छ होइन। लगभग 1-2 हप्ता भयो हल्का पानी पनि परिरहेको छ र त्यसमाथि जाडो पनि एकदम बढिरहेको छ होइन। सो देख्नुभएको होला जगिट लगाइरहेको छु मैले, उसले पनि जगिट नै लगाइरहेको छ होइन। अनि अहिले चाहिँ अब जाडो बढेको कारण कुनै ठाउँमा चाहिँ अहिले हिउँ पनि पर्न सुरु भइरहेको छ। र सर्बियामा प्रायः जसो जाडो धेरै समय नै हुन्छ, लङ टाइम हुन्छ होइन। अनि गर्मी भनेको त्यति धेरै समय चाहिँ हुँदैन। सो यहाँनिर अलिकति हिउँ चाहिँ परेको हुन्छ होइन, अलि धेरै टाइम नै हिउँ चाहिँ परिरहन्छ। अब बेलग्रेडमा पनि चिसो चाहिँ बढी नै भएको छ र अब हिउँ पनि अब पर्छ सायद लागिरहेको छ। धेरै चिसो भइसकेपछि त अभियसली परिहाल्छ होइन। अनि हामी अहिले बाटोमा छौँ, एकदम जाडो भइरहेको छ होइन। बेनसम्म हुन्छ यो भनेको अहिले गाउँ एरिया हो होइन। एकदम हामी यो जङ्गलको बिचमा छौँ होइन। अनि अहिले यो पछिल्लो समयमा चाहिँ अलि मेरो भिडियोहरू लेट अपलोड भइरहेको छ। मैले त्यति राम्रोसँग टाइम दिनु पनि पाएको छैन होइन। बिजी भएको कारणले मैले भिडियोहरू बनाउनु पाएको छैन। अनि राम्रोसँग एडिट गर्नु पनि मलाई टाइम मिलिरहेको छैन होइन। सो मैले भिडियोहरू अपलोड गर्न पाएको छैन होइन। त्यसको लागि हामी चाहिँ सरी भन्न चाहन्छु। फेरि पनि मलाई धेरैजनाले मलाई माया गरिराख्नु भएको छ र साथ सपोर्ट पनि दिइरहनु भएको छ। त्यसको लागि चाहिँ मैले थ्याङ्क यू सो मच भन्न चाहन्छु। र म एकदम मनदेखि नै त्यो मलाई चाहिँ एकदम होप होइन, होपफुल्ली एउटा भिडियो बनाउनलाई चाहिँ एकदम इनर्जी आइरहेको छ होइन। किनभने मैले भिडियो जति पनि लेट गरेर हाल्यो भने मलाई एकदम त्यो भिडियोलाई मन पराएर हेरिदिनु भएको छ, त्यो नै मेरो लागि एकदम सबभन्दा ठुलो कुरा हो। सो मैले भिडियोहरू बनाइरहेको छु होइन। अनि खास आजको टपिक के थियो भने तपाईँहरूले थम्बनेलमा पनि देखिसक्नु भएको होला होइन। अनि पढि पनि सक्नु भएको होला। आजको थम्बनेल के छ भने अहिले हाम्रो नेपाली दाजुभाइ अनि इन्डियन बङ्गाली दाजुभाइहरूले हाम्रो साथीहरूले के भन्नुभएको छ भने अहिले सर्बियामा होइन ड्राइभिङको लागि एप्लाई गरेर आउन सकिन्छ कि नै, ड्राइभिङमा काम पाउँछ कि नै होइन। अनि ड्राइभिङमा स्यालेरी चाहिँ के कति हुन्छ, अनि त्यसको लागि डकुमेन्टहरू के चाहिन्छ होइन, लाइसेन्स चाहिन्छ कि नै, त्यो कुराहरू धेरैजनाले बुझ्नु भएको छ, सोधिरहनु भएको छ होइन। सो त्यसको लागि आज म एउटा भिडियो बनाउँदैछु, सबैजनाले हेरिदिनु होला होइन। तपाईँहरूले खोजेको भिडियो नै मैले आज बनाउन कोसिस गर्दैछु। र अहिले मसँग सर्बियामै ड्राइभिङमा काम गर्ने एकजना साथी हुनुहुन्छ, इन्डियन साथी उहाँ हुनुहुन्छ होइन। मैले उहाँसँग नै आज केही कुराहरू तपाईँहरूमा आज सोधेर बुझाउने कोसिस गर्दैछु होइन। अनि मेरो भिडियोलाई चाहिँ एकदम सुरुदेखि नै लास्टसम्म स्किप नगरेर हेरिदिनु होला होइन। त्यसपछि तपाईँहरूले मैले बोलेको कुराहरू मजाले बुझ्नुहुनेछ। अनि नबुझेको कुराहरू तपाईँले कमेन्टमा आएर पनि भन्न सक्नुहुन्छ, नत्र भने मेरो युट्युबको मेरो डिस्क्रिप्सनमा गएर पनि त्यहाँनिर हेर्न सक्नुहुन्छ। मेरो फेसबुक पेज अनि टिकटक लाइक मेसेन्जर, फेसबुक पेज, इन्स्टाग्रामहरू छ। त्यहाँनिर गएर तपाईँहरूले मलाई फलो गरेर मेसेज गर्न सक्नुहुन्छ, त्यसपछि सुन्न सक्नुहुन्छ। ओके गाइस, अब भने म यो टपिकलाई अगाडि बढाउन चाहन्छु। उसलाई म केही कुराहरू सोध्छु र अहिले यो ड्राइभिङको लागि के कस्तो छ होइन, यहाँनिर स्यालेरी के कस्तो छ, कामहरू कतिको पाउँछ, यो सबै कुराहरू तपाईँलाई म बुझाउँदैछु। जसविन्दर, वेलकम माई यूट्यूब चैनल। बाय, थैंक यू सो मच। कैसे हो? ठीक है, आप कैसे? ठीक है। और सर्बिया कैसे लग रहा है आप? बहुत अच्छा है सब ये। अच्छा। अभी इधर सर्बिया में कितना टाइम हो गया? तो होगा 2.5-3 साल। ओह माय गॉड। अभी ड्राइविंग में नहीं है ना? ड्राइविंग में है ना?
स्टार्टिङ चाहिँ अभी त अभी तक अच्छा अच्छा मलाई त्यति हिन्दी बोल्नु त आउँदैन होइन जस्ट एउटा तपाईँहरूले बुझेदेखि त भयो होइन जस्ट अब हाम्रो इन्डियनहरूलाई नेपालीहरूलाई एउटा त्यो जस्ट बुझेदेखि त भयो होइन त्यति राम्रोसँग बोल्नु त आउँदैन म जस्ट ट्राई चाहिँ गर्छु है ठीक है और ये जो नेपाल इंडिया से ये ड्राइविंग में है ना वीसा लगा के आ सकता है अभी सर्बिया में ये लगा के भी आ सकता है। आप दूसरी कंपनी में आएंगे तो इधर आके भी होगा, लेकिन हाँ अपनी होम कंट्री का लाइसेंस होना चाहिए। अच्छा अच्छा उधर का जो लाइसेंस है वो कौन सा लाइसेंस होना चाहिए इसके लिए ड्राइविंग के लिए? ड्राइविंग जो उसको उधर का है, लाइट है, हैवी है, वो पास लेके आए अपना, नहीं तो इंटरनेशनल करवा के लेके आएंगे। अच्छा अच्छा इधर चलेगा, इधर चलेगा। बाद में इधर का लाइसेंस निकलना पड़ेगा ना? और उस पे भी चला सकते हैं अगर इंटरनेशनल करवा के आते हैं। हाँ अच्छा तो अच्छा बाद में अगर फिर इधर आके गाड़ी चलाते हैं तो कंपनी प्रोवाइड करेगी तो इधर भी मिल सकता है। अच्छा 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 मतलब उसको उधर ही करना पड़ेगा जो इंटरनेशनल, वो उधर से करवा के आना पड़ेगा। हाँ अच्छा अच्छा अच्छा। और इधर किस किस सेक्टर में मिलता है काम जैसे ड्राइविंग के लिए? ड्राइविंग के लिए तो जैसे कार कंपनी का होता है जो लोग को काम पे छोड़ना लेके आना, उसमें मिल जाता है। अच्छा अच्छा और नहीं तो ये गवर्नमेंट की बस होती है, नहीं तो प्राइवेट कंपनी होती है बस जो जैसे सरकारी चलती है गवर्नमेंट, अच्छा अच्छा उसमें भी मिल जाता है। वो हैवी लाइसेंस का होता है। अच्छा अच्छा अच्छा। और दूसरा बात इसमें ये जो सर्बिया में ड्राइविंग में आता है वो लोग को सैलरी कितना आएगा, कितना कमा सकता है? तो हर कंपनी का अलग अलग है, 80 से लेके 1 लाख तक दिनारा। अच्छा अच्छा यूरो में 800 1000 अच्छा 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 1200 त्यही हो। तपाईँहरूले यहाँनिर ड्राइभिङमा आएर लगभग यूरो 800 यूरोसम्म कमाउन सक्नुहुन्छ होइन। जो भी इंडियन लोग है बांग्लादेशी लोग है वो लोग को भी मैं क्या बोलना चाहता हूँ, आप लोग कोई भी लोग इधर सर्बिया में ड्राइविंग में आने चाहते हो तो आ सकते हो, वीसा लगा के अप्लाई करके आ सकते हो। इधर इतना ज़्यादा एक्सपेक्टेड मत करो, इतना सैलरी नहीं है सर्बिया क्योंकि अनसंजीन कंट्री है, इसलिए इतना कमाई तो नहीं होता। फिर भी ड्राइविंग में अच्छा से कमा सकता है, टिप्स वगैरह इधर उधर करके अच्छे से कमा सकते हो। इसके लिए वो उसको पूछा मैं, वो ऑलरेडी बोल चुका है लाइसेंस। अभी इंडिया से, नेपाल से, बांग्लादेश से जितने भी आदमी लोग आना चाहते हैं ना, वो लोग को आप क्या बोलना चाहते हो, क्या बोलेंगे? उनको बोलना चाहते हो जो भी उधर काम कर दें अपने स्किल में, ड्राइविंग है और काम अच्छा से सीख कर आए। अच्छा। और ज्यादा से नहीं कोई आता तो का सीख ले, किचन हेल्पर का सीख ले। अच्छा। तो वो काम इधर अच्छा चलता है रेस्टोरेंट का। हाँ वो सही सही बात है। ये अगर ड्राइविंग है तो अपना वो सब पेपर, ड्राइविंग का लाइसेंस और वो इंटरनेशनल करवा के इधर आए ना, वो बाद में इधर आके बोले मेरा घर पड़ा है उधर पड़ा, वो नहीं मानता कोई भी। अच्छा अच्छा। डॉक्यूमेंट हाथ में होना चाहिए तो अच्छा है। हाँ इधर आके भी कोई भी मतलब काम में आएगा, फिर बाद में इधर चेंज हो सकता है, चेंज कर कोई प्रॉब्लम नहीं है। अच्छा अच्छा। सर्बियामा यस्तो प्रब्लम छैन, जस्तो गल्फ कन्ट्रीमा एउटै कन्ट्रीमा कन्ट्याक्ट भयो भने चाहिँ 2 वर्षसम्म चाहिँ त्यहाँ कन्ट्याक्ट हुन्छ, त्यहाँनिर 2 वर्षमा त्यही कम्पनीमा गर्नुपर्छ भन्ने एउटा ऊ छ होइन, नेम छ त्यहाँनिर। तर सर्बियामा तपाईँहरूले यहाँनिर आएर जुनै पनि कम्पनीमा चेन्ज गर्न सक्नुहुन्छ मजाले होइन, जुनै पनि सेक्टरमा गएर एउटा काम गर्न सक्नुहुन्छ। आफूसँग स्किल भयो भने चाहिँ एकदम राम्रो हुन्छ, उसले भनेको पनि राम्रो हो है। किनभने तपाईँहरूसँग स्किल छ भने, कुनै पनि स्किल छ भने यहाँनिर आएर तपाईँहरूले दुःख पाउनु पर्दैन होइन। तपाईँहरूलाई यहाँनिर आएर आफ्नो एउटा हुन्छ नि स्किल देखायो भने, एक्सपिरियन्स आफ्नो देखाउन सक्यो भने चाहिँ यहाँनिर कुनै पनि कम्पनीले सजिलैसँग तपाईँहरूले डिमान्ड गरेको स्यालेरी लाइक अरू फेसिलिटीहरू सजिलै दिएर राख्न सक्छ होइन। सो तपाईँहरूले आउने जति पनि हुनुहुन्छ यहाँनिर सर्बियामा आउने जति पनि आउन खोज्नु भएको हाम्रो नेपाली, इन्डियन, बङ्गालीहरू हुनुहुन्छ, एकदम आफ्नो स्किल होइन, आफ्नो हरेक कुराहरू सिकेर, आफ्नो कामहरू सबै कुराहरू सिकेर आउनुभयो भने चाहिँ एकदम सजिलो हुन्छ है।
यहाँनिर दुःख पाउनु पर्दैन, कामहरू सजिलै पाउँछ। त्यसले भने हामी एकदम टाढा छौँ बेलग्रेड सिटीबाट। तपाईँहरूलाई म देखाउने पनि छु यहाँको यो बेलग्रेडभन्दा बाहिरको भ्याली कस्तो छ। एकदम पहाड एरिया जस्तो छ यहाँनिर, देख्न सक्नुहुन्छ। त्यही हो गाइज, अब तपाईँहरूलाई चाहिँ केही कुराहरू सोध्नु छ भने तपाईँहरूले मेरो जुन युट्युबको डिस्क्रिप्सन छ त्यहाँनिर चाहिँ मेरो टिकटक अनि इन्स्टाग्राम फेसबुक पेज त्यहाँनिर एभाइलेबल छ, गएर तपाईँहरूले मलाई म्यासेज गर्न सक्नुहुन्छ होइन। केही कुराहरू सोध्नु छ भने मलाई सोध्न सक्नुहुन्छ। अनि सबैजनाले मलाई एकदम सपोर्ट गर्नुभएको छ होइन, अझै पनि सपोर्ट गर्नु होला भन्न चाहन्छु, अनि साथ सपोर्ट पनि दिनु होला भन्न चाहन्छु होइन। सो मैले अझै पनि नयाँ नयाँ भिडियोहरू बनाउनको लागि मलाई चाहिँ एकदम होप हुनेछ र अर्को नेक्स्ट भिडियोमा भेटौँला होइन। अब भने म यो भिडियोलाई चाहिँ एन्ड गर्न चाहन्छु। सी यू गाइज, स्टे सेफ, स्टे हेल्दी, and keep supporting, keep loving. See you guys.